हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ बेलुकाको तरकारी चाहिँ मैले अरबी बनाउँदैछु। नेपालमा यसलाई पिँडालु भन्छ भने इन्डियामा चाहिँ यसलाई अरबी भन्छ। अनि मैले यसको लागि तेल राखिसकेँ प्यानमा। अनि त्यसपछि धनियाँ, जिरा, खुर्सानी पड्काएर चाहिँ टमाटर राखेँ। अनि यसलाई बिस्तारै पकाउँदैछु। गल्ने हो खासमा टमाटर। अनि मैले यसमा मसलाहरू सबै राखेर अहिले फेरि पकाउँछु। अनि अरबीको लागि पिँडालुको लागि चाहिँ मैले सिटी लगाइसकेँ। उता अदुवाको टुक्रा, हल्का सानो टुक्रा, अनि दालचिनीको टुक्रा बनाएर सिटी लगाउनु होला। अनि नुन चाहिँ नराख्नु होला किनकि गल्छ। मैले नुन राखेको भएर चाहिँ एकदम धेरै गलेको थियो। अनि यसको बोक्रा फालेर मैले फेरि टमाटरमा राखिसकेँ। अनि यसलाई बिस्तारै मिक्स गर्ने हल्का, किनकि यो पाकिसक्यो, यसलाई पकाउनु पर्दैन। यसपछि चाहिँ यतिको बन्यो। अब मैले चाहिँ पानी उबालिसकेँ एक साइडमा। अनि अब मैले यसमा तातो पानी राख्छु। चिसो पानी नराख्नु होला, मिठै हुँदैन चिसो पानी राखेको चाहिँ। मैले चाहिँ यसरी बनाउँछु। हजुरहरूले कसरी बनाउनुहुन्छ एकचोटि ट्राई गर्नु होला है त। हाम्रोतिर चाहिँ पिँडालु चाहिँ एकदम अहिले सिजन भएको भएर चाहिँ धेरै नै खाइरहेका छौँ हामीले पनि। अब यसलाई चाहिँ एकछिन फेरि ढाकिदिने, 2-4 मिनट पाक्छ। अनि ल, हाम्रो तरकारी पनि रेडी भयो। अब यसलाई चाहिँ ग्यास अफ गरेर 5 मिनट ढाकेर राखिदिएपछि चाहिँ अझै ग्रेभी आफै राम्रोसँग बाक्लो हुँदै जान्छ। यत्तिको बन्यो। अब हामी चाहिँ बेलुका रोटी खाने भएको भएर अब रोटीसँग खाँदैछौँ। उताबाट छिटो खाऊ भन्दै हुनुहुन्छ, सेलाइसक्यो भन्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। हजुरहरू पनि ट्राई गर्नु होला।